आज म काठमाडौँमा आउँदाखेरि तले जुवा मानि देख्छु भनेर मलाई पनि थाहा। तो चलिए शुरू करते हैं। हेलो गाइस, स्वागत छ मेरो नयाँ ब्लगमा। आज चाहिँ डे 13 हो। आज चाहिँ म काठमाडौँ जाँदैछु होइन, न्यू रोडतिर अनि हसन बजारतिर अनि इन्द्रचोकतिर होइन गाइस। अब चाहिँ म फाइनली घरबाट निस्किसकेको छु, बसमा पनि चढिसकेको छु होइन गाइस। अब टाइम ल्याप्स हेर्नु। A few moments later. फाइनली गाइज म बसबाट नि उत्रेर अब इन्द्रचोकतिर जाँदैछु होइन। इन्द्रचोक जाँदै थिएँ, यहाँ चाहिँ सङ्कटा मन्दिर रहेछ होइन गाइज। अनि यो चाहिँ काठमाडौँको भ्यू हो होइन गाइज। अब चाहिँ म कपडा किन्छु अनि भेट्छु है गाइज तपाईँहरूलाई। A few moments later. फाइनली गाइज कपडा नि किनियो, यो ब्लू कलरको झोलामा छ। अब चाहिँ म अलि अगाडि गएको थिएँ होइन गाइज। यहाँ चाहिँ तलेजु हानी रहेछ अनि त्योभन्दा अलि अगाडि गएको थिएँ, त्यहाँ चाहिँ बसन्तपुर रहेछ क्या। यो सबै बसन्तपुर हो होइन गाइज। म चाहिँ कहिले आएको थिइनँ क्या बसन्तपुर। अनि अब चाहिँ म बस पार्कतिर जाँदैछु होइन गाइज। फाइनली गाइज म बस पार्क नि आइसकेको छु होइन। अनि म चाहिँ वरिपरि हेर्दै थिएँ, यहाँ चाहिँ थार रहेछ क्या महिन्द्राको। फाइनली गाइज बस पनि आयो अनि चढिसकेको छु। अब चाहिँ म टाइम ल्याप्स हेर्नु है गाइज। अब A few moments later. फाइनली गाइज म घर पनि आइसकेको छु। ब्लग मन परेमा सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। ओके।